तपाईहरुले हेर्न सक्नुहुन्छ मेरो मोबाइलमा यहाँ टिकटक दनादन चल्दैछ। तपाईहरुको मोबाइलमा टिकटक एकदमै फास्ट एकदमै दनादन चल्ने छ। यदि तपाईहरुले यो केही महत्त्वपूर्ण सेटिङ गर्नुभयो भने तपाईले मात्र 2 सेकेन्ड लाग्नेछ, 5 सेकेन्ड 10 सेकेन्ड लाग्छ। जस्ट तपाईले मात्र केही सेकेन्डमा तपाईले आफ्नो मोबाइलमा यो सेटिङ गर्न सक्नुहुन्छ र तपाईले पनि आफ्नो मोबाइलमा टिकटक जस्ता एप्लिकेसन एकदमै सजिलो तपाईले चलाउन सक्नुहुन्छ। किनकि अहिले नेपालमा टिकटक एप्लिकेसनलाई गभर्नमेन्टले ब्यान गरेको छ, त्यसैले धेरै मोबाइलहरुमा चल्न सकेको छैन। सो तपाईहरुले यदि चलाउन चाहनुहुन्छ तपाईले भिडियोलाई लाइक गर्नुहोला र तल च्यानललाई सब्स्क्राइब गर्नुहोला। त आउनुहोस् साथीहरु, म तपाईहरुलाई बताउँछु आखिर कसरी आफ्नो मोबाइलमा टिकटक एप्लिकेसन चलाउने बिना VPN डाउनलोड गरेर। सो तपाईले कुनै पनि VPN लाई डाउनलोड गर्नु पर्दैन। आउनुहोस् म तपाईहरुलाई बताउँछु कि बिना VPN डाउनलोड गरेर आखिर कसरी चलाउने। सो तपाईहरुले सबभन्दा पहिले जानुपर्ने हुन्छ आफ्नो मोबाइलको सेटिङमा। सो तपाईले आफ्नो मोबाइलको सेटिङमा आउनु होला र आफ्नो मोबाइलको सेटिङमा आइसकेपछि यहाँ तपाईले सर्चको अप्सन हेर्न सक्नुहुनेछ। यहाँ तपाईले सर्च गर्नु होला DNS। सो तपाईले DNS सर्च गरेपछि तपाईले यहाँ प्राइभेट DNS को अप्सन आउँछ। प्राइभेट DNS को अप्सनमा टच गरिदिनु होला। जस्ट तपाईले यहाँ प्राइभेट DNS को अप्सनमा टच गरिसकेपछि तपाईले यहाँ हेर्न सक्नुहुनेछ प्राइभेट DNS को अप्सन तपाईले यहाँ तल देखिन सक्छ। सो तपाईले जस्ट यहाँ तपाईको मोबाइलमा तल माथि कुनै पनि ठाउँमा यो अप्सन देखिन सक्छ। सो तपाईले यहाँ प्राइभेट DNS को अप्सनमा टच गरिदिनु होला। अब यसमा टच गरिसकेपछि यो जुन तपाईको ग्रीन कलरमा टिक लागेको छ, यहाँ अफमा टिक लागेको छ, तपाईले यहाँ सबभन्दा तलको अप्सनमा टच गर्नुपर्ने हुन्छ। यो तपाईमा जुनसुकै ठाउँमा हुन सक्छ अथवा तपाईले यहाँ क्लोज लेखेर त्यहाँ पनि टिक लागेको हुन सक्छ। सो तपाईले यहाँ तलको अप्सनमा टच गर्नुपर्ने हुन्छ, यहाँ प्राइभेट DNS मा। सो यसमा यदि तपाईले टच गर्नुभयो भने यसलाई अन गर्नुपर्ने हुन्छ। सो तपाईले यहाँ यसमा टच गर्ने बित्तिकै तपाईलाई यो अप्सनमा टच गरिसकेपछि तपाईलाई तलको एउटा अप्सन आउनेछ। त्यसमा यदि तपाईले टच गर्नुभयो भने तपाईले gmail.com जसरी राख्नुहुन्छ त्यसरी नै यहाँ vpn@edgard.com राख्नुपर्ने हुन्छ। सो तपाईलाई पहिले जुन लेखेको हुन्छ त्यहाँ त्यसलाई यसरी डिलिट गरिदिनु होला अनि त्यसपछि सानो लेटरमा vpn.edgard लेखिदिनु होला, edgard.com। यसरी तपाईले लेखेर तपाईले जस्ट यहाँ ओके गरिदिनु होला र ओके गरिसकेपछि तपाईको मोबाइलमा यो कनेक्ट हुनेछ र त्यसपछि तपाईले आफ्नो मोबाइलमा टिकटक एकदमै सजिलोसँग चलाउन सक्नुहुनेछ। तपाईले टिकटकमा लाइभ बज्न सक्नुहुनेछ, तपाईले नोटिफिकेसन हेर्न सक्नुहुनेछ, कमेन्ट हेर्न सक्नुहुनेछ, एभ्रीथिङ सबै कुरो तपाईले यहाँबाट हेर्न सक्नुहुनेछ। सो तपाईले भिडियोलाई लाइक गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर नोटिफिकेसनको अप्सनलाई यस्तै प्रकारका भिडियोहरुको नोटिफिकेसन सबभन्दा पहिले तपाईलाई जानको लागि धन्यवाद।